यहाँबाट बस पार्कसम्म जान्छौँ ट्याक्सीमा मतलब इन ड्राइभमा। अनि त्यसपछि गएर अनि अब त्यहाँनिर आन्टीलाई पिकअप गर्छौँ। अनि त्यसपछि पिकअप गरेर अनि त्यसपछि हामीहरू पोखराको लागि बस चढ्छौँ। सो अहिले चाहिँ हामीहरू रेडी सेडी भएर हिँड्न आँटेको। सरी ल गाइस, मैले के अरे अगाडि नै बनाउन चाहिँ पाएन। सो रेडी भइसक्यो, त मम पनि रेडी हुनुभयो। सो अब हामी जान्छौँ, बाई। उही त हाम्रो सामानहरू यता मम्मी हुनुहुन्छ। सो गाइस, म अब ट्याक्सीमा चढेर ब्याक हुन्छु, बाई। ट्याक्सी चाहिँ आउँदैछ अरे। अनि त्यसपछि यहाँबाट अब चढेर जान्छौँ, पहिला ट्याक्सी आउन दिनु। अब मिसहरू त्यहाँ छ, अब के गर्नु गाइस। सब के अरे आजको वेदर चाहिँ एकदम राम्रो रहेछ। घाम लागेछ, हिजो त पानी परिरहेको थियो, आज घाम लागेछ है गाइस। ल अब म चाहिँ ट्याक्सीमा चढेँ होइन, पहिला अहिले मम्मी आउनुहुन्छ। अनि त्यसपछि म एकचोटि भित्र जान्छु, सबलाई बाई बाई भन्छु। अनि त्यसपछि पोखरा त्यस्तो। अब भन्नुपर्दाखेरि चाहिँ मेरो बर्थडे मनाउन जानु लागेको हो। बाई आन्टी, बाई 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 बाई। ल खै छु मम्मी, बाई छु मम्मी, हस् थ्याङ्क यू, हस्। सो यता मेरो मम्मी हुनुहुन्छ। बाई बाई बाई। सो गाइस, म चाहिँ मेरो अङ्कल हाई भनिदिनु यस्तो मेरो भ्लगमा। भ्लग भ्लग भ्लग। यता चाहिँ मेरो मम्मी हुनुहुन्छ गाइस। हाई भनिदिनु मम्मी, मम्मी हाई हाई। आज चाहिँ घाम लागेछ। मेरो आउटफिट टी सर्ट प्यान्ट अनि जुत्ता। सो गाइस, अब चाहिँ हामीहरू म ट्याक्सीमा के अरे गएपछि कन्टिन्यू गर्छु, बाई बाई। ट्याक्सीबाट झरेँ अनि त्यसपछि अब आन्टीलाई भेटिरहेको छ। आन्टी आउनु भएपछि सायद टिकट काट्छौँ। टिकट काटेपछि केही खान्छौँ होला। यहाँ हेर्नुहोस् गाइस, लुक यहाँ गाह्रो छ गाइस, के गर्नु। सो अब हामीहरू अहिले आन्टी आएपछि कन्टिन्यू गर्छु, बाईहरूको लागि। आन्टीलाई नि पिकअप गऱ्यौँ। हेलो आन्टी, आज कहाँ जाँदैछौँ मम्मी? कहाँ जाँदैछौँ यसो भन्नु, राम्रो देखाएको छ कि घाममा झन् टल्किरहेछ। भन्नु न कहाँ जाँदै हुनुहुन्छ आज? कुन ठाउँ? लाज रमाइलो गर्नुपर्छ होइन आन्टी? मनी आएको थिएन। अब चाहिँ होइन, काउन्टरमा गएर टिकट काटेर अनि भित्र बसेर हामीहरू जान आँटेको। मम्मीहरू पछाडि जानुभएको अनि म एक्लै छु यता। अब हामीहरू बाहिर जान्छौँ, बाहिर मात्रै बस्नु जान्छौँ। सो त्यही हो गाइस, बाई बाई।
A few moments later. गाइस अब हामी खाना खाएर आइसक्यो अब चाहिँ यो मलेपुमा खाना खाएको अब हामीहरू जान्छौँ अब सिधै आई थिङ्क अब रुक्दैन होला अब चाहिँ जान्छौँ हामीहरू होइन मलेपु रोक्नै म तपाईँ लाइक दिस गाइस मलेपु इट्स यस्तो छ अनि खाजा खाएको अब चाहिँ हामीहरू जान्छौँ आइपुगेँ यता मेरो बहिनी सानो भनिदेऊ अन्त चाहिँ हामीहरू उसको होटेल आइपुगेँ दिस इज हर होटेल हेलो कस्तो भयो आजको दिन मम्मी कस्तो भयो कस्तो हँद्याएर देख्दो रहेछ ल सुमा गाह्रो ए तपाईँहरूलाई नि वेलकम छ मेरो भ्लगमा सो गाइज अब चाहिँ म होइन अब आइसक्यो अब फ्रेस हुन्छु अनि त्यसपछि बाई बाई गरिदेऊ